एकदमै जरुरी सूचना छ है, एकदमै जरुरी सूचना। किनभने सरकारले चाहिँ अहिले बाढी आएर जति पनि घरबार विहीन हुनुभएको छ उहाँहरूको लागि चाहिँ अब सहयोगको लागि सरकारले चाहिँ आधिकारिक खाता अनि क्युआर सार्वजनिक गरेसँगै यहाँ पार्टीका मान्छे होस् या व्यक्तिगत मान्छे होस् सबैजना बिचौलियाहरूले चाहिँ सेम नाम तर क्युआर चेन्ज गरेर अनि यसरी ठगी प्रवर्धन सुरु गरेका छन्। यिनीहरूलाई चाहिँ तपाईँहरूले क्युआर गर्नुभन्दा अगाडि तपाईँहरूले चाहिँ राम्रोसँग चेक जाँच गरेर मात्र गर्नु होला है त। अनि अर्को कुरा मैले चाहिँ यति सहयोग गर्न सक्दिनँ, मसँग 1000 रुपियाँ छैन, मसँग 500 रुपियाँ छैन, मसँग 100 रुपियाँ पनि छैन भनेर त्यस्तो सानो सोच नगर्नु होला। 5 रुपियाँ होस् 10 रुपियाँ हो, तपाईँले जति सक्नुहुन्छ त्यति चाहिँ सहयोग गर्न एकदमै अनुरोध गर्दछु। किनकि सानो सोच गरेर मेरो चाहिँ मैले चाहिँ यति गर्न सक्दिनँ, यति पनि के गर्ने, अब मसँग छैन भनेर त्यस्तो सानो सोच नगर्नु होला। किनकि तपाईँको सानो रकमले पनि यस्तो पीडितहरूलाई चाहिँ अति नै ठुलो राहत दिनेछ। किनकि सानोबाटै ठुलै हुने हो, एकैचोटि ठुलै हुँदैन। त्यसैले सबैजना मिलेर जुलेर एकदमै सहयोग गर्न जरुरी छ। देशमा रहनुभएका विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनी सबलाई चाहिँ यही अपिल गर्न चाहन्छु र मैले पनि अब आफूले सक्ने मनले खुसी भएर सहयोग गरेको छु र तपाईँहरूले पनि सहयोग गर्न एकदमै अनुरोध गर्न चाहन्छु। प्लिज सहयोग चाहिँ गर्नु होला, मनदेखि गर्नु होला। त्यसरी धर्म रहेर यति पनि भनेर त्यसरी मन चाहिँ नबिगार्नु होला है त।